कल्पना गर्नुहोस् काठमाडौँको जाममा 2 घण्टा बस्नुपर्ने ठाउँमा तपाईँ केवल 20 मिनेटमै पुग्नुभयो भने तर अहिले आएको यो खबर वास्तवमै नेपालको इतिहास बदल्ने कदम हो कि फेरि अर्को अधुरो सपना। भिडियो अन्तिमसम्म हेर्नुहोस् किनकि अन्त्यमा एउटा यस्तो तथ्य छ जसले तपाईलाई सोच्न बाध्य बनाउनेछ। हालै नेपाल सरकारले काठमाडौँ उपत्यकाभित्र 27.5 किलोमिटर रेल मेट्रो मोनोरेल परियोजनाको डिटेल प्रोजेक्ट रिपोर्ट डिपिआर तयार गर्न अन्तर्राष्ट्रिय परामर्शदाता माग गरेको छ। यसको प्रस्तावित रुट नारायणगोपाल चोक चाबेल कोटेश्वर सातो बाटो रत्न पार्क हुँदै फेरि नारायणगोपाल चोकसम्म रहने बताइएको छ। तर यहाँ धेरैले बुझ्नुपर्ने एउटा महत्त्वपूर्ण कुरा छ। डिपिआर सुरु हुनु भनेको भोलिबाटै रेल कुद्न लाग्यो भन्ने होइन। डिपिआर भनेको परियोजनामा सम्भव छ कि छैन, कति खर्च लाग्छ, कहाँ स्टेसन बनाउने, वातावरणमा यस्तो असर पर्छ वा प्राविधिक रूपमा कसरी निर्माण गर्ने भन्ने विस्तृत अध्ययन हो। अध्ययन सकेपछि मात्रै निर्माणको अन्तिम निर्णयतर्फ अगाडि बढिनेछ। नेपालमा विगतमा धेरै ठुला पूर्वाधार परियोजनाहरू घोषणा भए तर कार्यान्वयनमा ढिलाइ भएको इतिहास छ। त्यसैले अहिलेको समाचारलाई उत्साहका साथ हेर्न सकिन्छ तर अहिले नै मेट्रो पक्का बनिसक्यो भनेर निष्कर्ष निकाल्नु हतार हुनेछ। यदि यो प्रोजेक्ट परियोजनामा सफल भयो भने के फाइदा हुन सक्छ त? सर्वप्रथम त काठमाडौँको ट्राफिक जाम उल्लेखनीय रूपमा घट्न सक्छ, यात्राको समय बच्न सक्छ, प्रदूषण कम गर्न मद्दत पुग्छ, पर्यटन र लगानी आकर्षित हुन सक्छ, राजधानीको सार्वजनिक यातायात नयाँ स्तरमा पुग्न सक्छ। प्रोजेक्टको चुनौती पनि सानो छैन। काठमाडौँको भौगोलिक बनावट, ठुलो लगानी, प्राविधिक जटिलता र लामो निर्माण अवधि जस्ता विषयले परियोजनालाई कठिन बनाउन सक्छ। त्यसैले वास्तविक सफलता घोषणा होइन, कार्यान्वयनमा निर्भर हुनेछ। आजको सबैभन्दा ठुलो प्रश्न यही हो कि के यो परियोजना नेपालको पहिलो सफल आधुनिक मेट्रो बन्नेछ कि फेरि अर्को फाइलमै सीमित सपना बनेर बसिरहनेछ? तपाईको विचार कमेन्टमा लेख्नुहोस् र यस्तै तथ्यमा आधारित अनुसन्धान सहितका नेपालका ठुलो अपडेटहरू सबैभन्दा पहिले पाउन अहिले नै यो पेज फलो गर्न नबिर्सिनुहोस् र जाँदा जाँदै एक शेयर र कमेन्ट गरेर जानुहोस्। धन्यवाद।